हेलो गाइज म चाहिँ मेरो घर दोलखा सुनखानी आइपुगेको छु आज भर्खर भर्खर आइपुग्यो एन्ड इट फिल्स लाइक म एकदम स्वर्गमा छु जस्तो फिल भइरहेछ एकदम रमाइलो भइरहेछ तर भाउजू चाहिँ अफिस जानुभएको छ स्कुल जानुभएको छ बाबु पनि स्कुलै गएको छ सो अहिलेसम्म चाहिँ एक्लै नै छु म अब खाना खाएर बुवा आमालाई भेट्न जान्छु अनि त्यसपछि भाउजूको स्कुल छुट्टी हुन्छ अनि सँगै आउँछु तल घरमा हजुरबा हजुरआमालाई भेट्न जाँदैछु खाना खाएर कसरी बोकेर हिँडिरहेछ लेट्स सी कसरी रियाक्ट गर्नुहुन्छ म आउँछु भन्ने सायद थाहा छैन होला इट्स लिटल बिट सरप्राइज म चाहिँ अहिले जाँदैछु तल घरदेखि माथिसम्म लेट्स सी कस्तो हुन्छ रियाक्सन यहाँ थियो बाटो यहाँ त बाटो ब्लक भएछ है अब यताबाट घुम्नु पर्ने रहेछ ओके मैले बुवालाई चाहिँ भेटिसकेँ अब आमालाई भेट्ने पालो आमा चाहिँ यता कता 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 हुनु हामी खोजिरहेछौँ थामिसँग कता हुन्छ आमा ए हस् आमा उतापट्टि जानुभएको छ मेरो चाहिँ यही हो घर कति राम्रो छ यसको फुल फुलेको छ इस्कुस फलेको छ पैसा फुलेको छ मेन चाहिँ सुन्तला ओहो मैले बिर्सेछु देखाउँदै सुन्तला रोकिदिएर छु कति सजिलो के यहीँ सुन्तला छ यहीँ घर छ अनि यहीँ टिप्ने यहीँ खाने कति रमाइलो अनि 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 यतातिर पनि लाग्छु म यता पनि यस्तो इस्कुस छ बुवा चाहिँ आमालाई बोलाइदिनुको लागि जाँदै हुन्छ उता परतिर कता पुगिसक्नु भयो हिँड्दै हुन्छ अब यहाँदेखि चाहिँ बुवा आमालाई बोलाउन हिँड्दै हुन्छ यहाँको चाहिँ इन्भाइरोमेन्ट एकदमै राम्रो छ पानी परिरहेछ अलिअलि त्यही पनि एकदमै कति राम्रो के रमाइलो लोभलाग्दो खालको मौसम छ आमा चाहिँ एकछिन कता जानुभएछ सायद स्वास्थ्य चौकी जानुभयो कि भन्दै हुनुहुन्थ्यो बुवाले सायद औषधि लिन जानुभयो कि अहिले आइपुग्नुहुन्छ अनि म आमासँग भेट गराउँछु आमासँग भेट गराउँछु पानी परे पनि मलाई चाहिँ भिज्न मजा लागिरहेछ कस्तो आनन्द लागिरहेछ कि अनि यहाँबाट ठ्याक्क तल देख्ने त्यो चाहिँ तामाकोसी हो तामाकोसी देख्छ यहाँबाट आमा आउनुभएको जस्तो लागिरहेछ कि हामीलाई चाहिँ बुवामा चाहिँ आमाको प्रतीक्षामा छ हो कि होइन कन्फ्युज हो जस्तो यहाँ ठुलो देखा गर्नुभयो आमा होइन ठुलोसँग भेट भइसक्यो आमा हजुरआमाको प्रतीक्षा गरेको ठियामा आउनु फेरि आमालाई भेट्यो आमा अझै हामी यहाँ खोज्नु जानु बाँकी छ आमालाई भेट्न हामी सफल हुन सक्यौँ हेलो गाइज म चाहिँ अहिले यहाँ आमाकोमा छु आमा अहिलेसम्म आइपुग्नु भएको छैन हामी चाहिँ आमालाई पर्खिँदा पर्खिँदा रात पर्न लागिसक्यो त्यही भएर म चाहिँ आगो बाल्नु लाग्यो अब अघि बालिसकेको थिएँ फेरि निभिसकेछ अब फेरि एकचोटि म बाल्दैछु कहिले बल्दैन त आगो यता यसो भयो कि म यहाँ ट्राई चाहिँ गरिरहेको छु के नबोली होला त बोल न बोल ल आगो पनि बल्यो अब बुवालाई म चिया बसाइदिनु पर्ला कुन चाहिँ हो चिया चाहिँ फेरि यो कि हेरौँ आगो बाल्दैछु आगो कन्डिसन यस्तो छ अब यसमा के बसाल्ने भनेर चाहिँ म कन्फ्युज भइसकेँ यो चाहिँ के हो चेक गर्नु भइहाल्यो नि के हो भन्ने होइन थाहा छैन भर्खर आएर हामीले के बसाल्नु भएको बिहान के पकाउनु गएको थियो हेर्नुपर्छ नि रात हालो त्यसो भए यहाँ चाहिँ दादा पनि मलाई जस्तो छ त्यही पनि सोध्छु अहिले यो चाहिँ रोटी छ अब हामी चाहिँ आमाको प्रतीक्षामा आमाको पर्खाइमा छौँ कति बेला आउनुहुन्छ थाहा नै छैन खै त आमा खोइ आमा वेयर आमा कता हुनुहुन्छ आमा पानी परिसक्यो लेट्स सी कति बेला आउनुहुन्छ हामी चाहिँ आमालाई पर्खिँदा 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 अहिलेदेखि पर्खेको होइन बल्ल बल्ल आमाको आगमन हुन सफल भएको छ नमस्कार आमा दर्शन आमा म आएर कस्तो लाग्यो त कति राम्रो लाग्यो कस्तो राम्रो सपना नि देखेको थिइनँ मैले त म बिपना आइपुगिहालेँ नि हामी नि आनौँ खाउँदा के अरे म त्यो नाति लागेको थियो हामी नि आनौँ भन्छ अनि कहिले लाग्यो टिको बुवालाई कहाँ जानुभयो गएको कहाँबाट आएको अब म चिया चिया सिक्नु हुने किन यसो बसियो ए ट्याब्लेट दिँदा आऊ है हेर न एकचोटि हेर ल हाम्रो ट्याब्लेट दिदी पनि यहाँ आइपुग्नु भएको छ आमालाई बुक्स लिएर आउनु भएको हाम्रो कुकु दिदी हो उहाँ चाहिँ हेलो भनिदिनुहोस् न हेलो सबैजनालाई हेलो हेलो रमाइलो
यो बुवा पनि हुनुहुन्छ हामी आमालाई पर्खिँदा यहाँ के थाहा आज म त्यतै हिँडेको त्यस्तै गइरहेको सबैजना छौँ यहाँ रमाइलो भयो म सबैजना यहाँ भर्खरै भेटघाट भयो अब हाम्रो यहाँ गफ हुन्छ हामी हजुरलाई फेरि पछि भेट्नेछौँ बाई बाई वेलकम ब्याक अब हामी चाहिँ के गर्नु लाग्यो आमा म साग टिप्न भनेर आएको हाम्रो साग हेर्नुहोस् बारीभरि सागै साग छ अब हामी साग टिप्न लाग्यो अब आमा साग टिप्नुहुन्छ आमा देखाउँछु आमाको प्रगति यही हो साग हेर्नुहोस् न यहाँ काँचै खानु साग छ पानी परिरहेछ अलिअलि पानी परिरहेछ अलिअलि पानी परिरहेछ बाँदरले उठ्यो गरेको त्यही हो कि ए यो सबै भत्काएछ सबै लडाएछ यदि लडाइ खाइ गरेको साउन्ड सुनि हो आमाले मलाई यहाँ विस्तृत जानकारी गराउँदै हुनुहुन्छ बाँदरजीले के गर्नुभयो भनेर के भयो आमा साग टिप्न लाग्नुभयो आमाको पोतेले डिस्टर्ब गरिरहेछ त्यहाँ कता लाग्यो अहिले मिलाउँदा कताले चिसो भयो त्यो लडेर हुन्छ लडेको साग चाहिँ मिठो क्या यता लसुन पनि छ अलिअलि बिचमा लसुन पनि छ त्यहाँ साग छ साग चाहिँ हाम्रो यहाँ पुगुरीलाई दिएर पठाउँदा टिप्दै हुन्छ पुगु टेप्नमा टिप्नमा व्यस्त साग टिप्ला भनेर कुरो टिप्छन् आमा चाहिँ साग टिप्दै हुनुहुन्छ राम्रो राम्रो यो कागतिरो छैन म हरेछौ कागतिरो अवस्था यस्तो भएको छ ठिकै छ हेलो गाइस हामी चाहिँ अहिले चाउचाउ पकाएर खायौँ बुवा आमा मैले अनि हाम्रो चाहिँ अहिले इस्कुस अघि नउसिनेको उसिना चाहिँ हामी यहाँ तताउने क्रममा चाहिँ इस्कुस यसै राखेको छ र आमा यहाँ बस्नु भएको छ इस्कुस पकाउन कस्तो लागिरहेछ बाबा एकदम रमाइलो लागिरहेछ कस्तो रमाइलो यस्तो गरेमा चाहिँ कहाँ पाउनु चाउचाउ पकाएर दिए इस्कुस चिया पकाएर खान दिएको नातिनीले अनि त्यसपछि इस्कुस उसिनेको थियो फेरि तताउन लागेको छ नातिनीले दिएको खाना पाइयो खुसी लाग्यो त्यही हो हामी अब इस्कुस ताप्दैछ यसरी ताप्दैछ वरिपरि राखेको छ अब काटिसकेपछि खान्छौँ भाइलाई चाहिँ म आउने कुरा थाहा थिएन मलाई देखेर छक्क परेर दर्शन गरिरहेछ ऊ अचम्ममा परिरहेछ अनि भाउजूलाई पनि के छ भनेको ठिक छ भनेर भन्नुभयो भर्खरै स्कुलबाट आउनुभयो अनि अब हामी तल घर जान्छौँ यहीँबाट बाबु पुरा अचम्ममा परिरहेछ अझै पनि र त्यसपछि हामी चाहिँ तल घर आयौँ तल घर आएर यसो बाहिरको भ्यूहरू खिच्दा त कुहिरो लागेर पानी त परि नै सकेको थियो त्यसपछि पनि बाहिरको इन्भाइरोमेन्ट चाहिँ यस्तो भइरहेको थियो त्यसपछि हामीले पनि खाजा बनायौँ खायौँ र यसै गरी बुवा आमासँग भेटेर त्यो दिन बित्यो